र अहिले चाहिँ यहाँनिर दिङ्ला बजारमा दिङ्ला भोजपुर र आगो लागि भइरहेछ। चाहिँ अहिले सडनन्द स्कुलमा छु। आज चाहिँ सरस्वती पूजा के भन्छ सरस्वती पूजाको दिनमा यहाँ माथि हेर्नु सडनन्दमा सरस्वती पूजा यहाँनिर आगो र यहाँनिर सबैजनाले एकदम मार्नु आगो मार्नु एकदम प्रत्यक्ष रूपमा छन्। अलिक आगो के डराउनु जे थियो सबै डढ्यो नि त्यहाँनिर। पैसा सुन कति थियो होला है राखिरहेको थियो होला। म त बिल्डिङ पो रह्यो भन्दा म पनि उयो पल्लो चाहिँ भनिरहेको थिएँ क्या। यो चाहिँ पहिलोचोटि नै भएको होला नि आगो लाग्यो। अनि दिङ्ला बजारमा पनि भयो त क्या फर्मुला मिसहरूमा ए उयो कालो त्यही भएर पो हो कि क्या हो फर्मुला उता त्यही त उयो त्योभन्दा उता त्यो रातो टिक मारेको ए कहाँबाट हम फालेको अठा घर पर्नु भन्न केही भएन रहेछ नि। सरस्वती पूजाको दिन यस्तो हुन्छ नि। र अहिले चाहिँ धेरै नै कम भइसकेको छ भित्र हेर्नु न त्यहाँ। त्यही त अघिको भन्दा त अलिक धेरै नै कम भइसक्यो। हेर न टिनै त्यस्तो भयो अनि सेतो न सेतो डढेकोले। ओ के भएको थियो ए निकालेको पो यस्तो नराम्रो सरस्वती पूजा यहाँ तल फुटसल भइरहेछ। यता यस्तो भइदियो तर दिङ्लाको मान्छे नि जोसिलाएर खानु अरू चाहिँ ग्यास चाहिँ किन उतै चाहिँ तानेर यता त तान्नु नि। यतिकै जलिरहने हाने दिङ्ला बजार सकिन्छ हौ। आगो त रातो बलिरहेको नि हौ पुरै यहाँ र नि यहीँ यस्तो देखिरह नि।
उफेर त टिनै त्यस्तो भएर अनि उँधोबाटि त्यो चाहिँ अर्को घरमा सर्छ भनेर हो होइन त्यो मार्नु पनि होला नि महेशसँग घर पनि त्यही छेउमा थियो खोइ महेशजी तल फुटबल सुज पुरै फर्ममै महेशजीको टिम यस्तो आगो लाग्यो मैले फर्स्ट टाइम देखेँ तर मैले पनि पहिल्यैचोटि को भन्दा सिलिन्डर त झन् 3 भागमा माथि झन् सिमेन्टी त डलेपछि मर्दै नभएको थियो त्यो ओइ झन् बल्ल त हौ ओइ खतरा बल्ल त अहिले त झन् घर त जानु चाहिँ गएको हो त्यसरी माटोले नि हान्नुपर्छ पुऱ्याउनु त सकेन ओइ लाहुमा ओइ बल त यार झन् खतरा बल छ त के भएको बाइकहरू के पेट्रोल ओइ अघि यस्तै बलिरहेको थियो क्या हामी तल आउँदाखेरि अब अर्कोमा चाहिँ सर हो भने फेरि ओइ त्यो अल्लोमा सर्छ क्या हो समीर नै आएर होइन समीर आइरह ओइ 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 कत्रो बलो माछाले अब त झन् खोइ दमकल चाहिँ ला सर हो मेरो त कसले हौ त्यहाँ पानी चाहिँ कसले त्यहाँबाट उयो हानेको तल्लो त्यही त ऊ ए त्यो दाउरा भिजाएको ए हो रे हामी चाहिँ हेर्ने मात्रै नि अब के गर्नु त यहाँ केही गर्नु सकिँदैन हामी के झरौ त्यहाँ फेरि होइन त्यो तानेको क्या ओएमा टिन पनि त्यत्रो बेर बल्दो ए काठ हो कि क्या त्यो बलेको टिन पनि बल्छ नि सरेछ लुदी बुदाईको घरमा पनि होइन होइन सरेको छैन हो भुसभुसी निक्लिरहेको धुवा अनि ए त्यो सेतो त उयो हालेको ए हो रहेछ हो रे फायरिङ के अरे थाहा भइसक्यो त्यो सामान चाहिँ कति चाहिँ के थियो होला
धेरै उता हुन्छ कासतिर बस्छ ओ आयो बहिनी बिस्तारै बिस्तारै जाऊ ओ भाइहरू अलिक पछाडि आउनु अलिक उता सरले कराउँदै हुनुहुन्छ कहाँ हुनुहुन्छ सर ए त्यस्तै हो दिङलालीलाई सलाम छ भनेर भोकले मर्न आँटेको होला त्यो सरस्वती पूजा गर्दाखेरि होइन त्यो दियो बालिरहेको थियो होला अनि झरेर लागेको होला क्या सरस्वती पूजा होइन ग्यास चाहिँ पाइप चाहिँ सल्किएको होला जस्तो लाग्यो कि त्यस्तो पनि हुनसक्छ सुमन नि आइरहेको नि कहाँ ए त्यो सामानहरू पनि यताकै हो अलिक कम भयो ए त्यो त दिपेशको पो रहेछ नि दिपेश दिपेश विष्टको क्या के त सामान निकालेको ए अँ मोहम्मद सरको अँ लागि। अँ अँ उफ के कागजहरू सबै डढेर निक्ल्यो होइन अब आयो भने कताबाट आउँछ त अनि यो के एम्बुलेन्स गाडीहरू आयो भने टिन त सबै उफ काठहरू भाँचिएकोले सबै भएछ होइन काठहरू थियो सबै कि फलाम काठै हो त्यस्तो पाराले नि काठै होला नि दिङलामा एम्बुलेन्स सिर्दैन छ होला नि ए एम्बुलेन्स भनेको के हो दमकल भनेको अलिक घटेर जस्तो हुन्छ फेरि हल्ला आउँछ के अनि टिन माथि हालेर भित्र छ झर्छ होला नि टिनमा पानी त त्यहाँ त निबो घर चाहिँ पुरै अब चाहिँ गइसक्यो अब चाहिँ निभ्यो कि क्या यत्रो काठ थियो बलिराख्ने भित्र अलिअलि त ल झर त यार आउँछ मर्छ भाइ नसुत्नु त भाइ उयो त काठतिर उभिएर हेर न उँभोपट्टिबाट चाहिँ खदा देखिने रहेछ डह्रो
काठकै हो यो घर। त्यो टिन चाहिँ झर्नु पर्छ क्या अनि पोखरीमा पानी लिएर अघि सुरुमा त झन् थोरै ठुलो लागेको थियो त्यसको बाटो भाइ सुरुमा होइन अघि चाहिँ अघि सुरुमा झन् थोरै ठुलो लागेको थियो छोटो चाहिँ भाइ किन रेकर्ड गर्ने अब तिमी अर्को घरमा पनि सल्किसकेको छ नि यति नजिक घर बनाएपछि दमकल राख्नुपर्ने मेन गरियो